दुर्लभले मनुष्य तन पायो बडो भाग्य दुर्लभले मनुष्य तन पायो बडो भाग्य दुर्लभले मनुष्य तन पायो बडो भाग्य दुर्लभले मनुष्य तन पायो जुनी जुनी पार गरी पृथ्वीमा आयो अज्ञान रूपी अन्धकारले हामीलाई ढाक्यो नि हरि भजन कहिले नभुलौ आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला हरि आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुलौ आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला हरि बालकालको मेरामा खेल्न मात्रै मन जवानीमा लाग्न थाल्यौ यताउता झन जवानीमा लाग्न थाल्यौ यताउता झन वृद्धावस्था हाम्रो त्यसै चिन्ता गर्दै बित्यो नि हरि भजन कहिले नभुला वृद्धावस्था हाम्रो त्यसै चिन्ता गर्दै बित्यो नि हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला कर्कलाको पात माथि पानी अडे जस्तै संसारका प्राणीहरू अडेका छन् त्यस्तै संसारका प्राणीहरू अडेका छन् त्यस्तै आखिरीमा छोड्नै पर्ने जीवन यो के छ नि हरि भजन कहिले नभुला आखिरमा छोड्नै पर्ने जिन्दगी यो रहेछ नि हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुलौ आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला हरि बोल सबैको हात माथि यमराजले आउँछ निम्तो मान्न लास ढल्छ पृथ्वीमा जन्तु लाग्छन् तान्न लास ढल्छ पृथ्वीमा जन्तु लाग्छन् तान्न यस्तो तुच्छ जीवनलाई सेवा गर्दै बित्यो नि हरि भजन कहिले नभुलौ यस्तो तुच्छ जीवनलाई सेवा गर्दै बित्यो नि हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला हरे कृष्ण भजन कहिले नभुलौ हे प्रभु भजन कहिले नभुला हरे राम भजन कहिले नभुलौ हे राम भजन कहिले नभुला हरे कृष्ण भजन कहिले नभुलौ कृष्ण भजन कहिले नभुला भक्त प्रभु भजन कहिले नभुलौ सियावर रामचंद्र भगवान को पवन सुत हनुमान को सिद्धेश्वर महादेव धाम को भक्तर भगवान को श्रीमद् भागवत महापुराण को आज को आनंद को अब कथा सुनौ है बसौं सबैजना हामीले
व्यासजी महाराजले भागवतको रचना गर्नुभएको त्यो भागवतलाई सुखदेवजी महाराजलाई प्रदान गर्नुभएको सम्मको कथा नारदजीको पूर्व जन्मको चरित्रको कथा श्रवण गरेका थियौं हिजोको दिन। राधे 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 राधे। एकचोटि के भएछ थाहा छ? एकजना गुरुले प्रवचन दिइरहनु भएको रहेछ अनि अगाडि प्रवचन सुन्नेहरू चाहिँ हल्ला गर्न थाल्नु भएछ। अनि गुरुजीलाई त अब बोल्न अप्ठ्यारो भयो नि, यहाँ अगाडि कथा सुनाउन थालेको उता फेरि आफ्नै सुरु भएपछि गाह्रो परेको परेन। अनि सोध्नु भएछ, ए दिदी के छ हजुरलाई ठिक छ? अब हाम्रो दिदीहरू पनि के कम भागवत गुरुलाई भन्दा मलाई धेरै आउँछ जस्तो गर्नुहुन्छ कतिले। जुरुक्क उठ्नु भएछ अनि ठिक छ गुरुजी ठिक छ अगाडि बढ्नुहोस् भन्नुभएछ। अब मान्नै पर्यो, भक्तले भनेपछि मान्नु परेको परेन। कथा अगाडि बढो, एकछिनपछि त फेरि हल्ला गर्न थाल्नु भएछ। अब त हुँदा हुँदा यता पनि कोट्याउन थाल्नु भएछ उता पनि कोट्याउन थाल्नु भएछ। गुरुजीलाई फेरि पर्यो अप्ठ्यारो, दिदी हजुरलाई अप्ठ्यारो परे जस्तो छ। जुरुक्क उठ्नु, छैन गुरुजी छैन अगाडि बढ्नुहोस् भन्नुभएछ। फेरि गुरुले कथा अगाडि बढाउँदै जानुभयो। अनि अब त यस्तो हल्ला हुन थाल्यो कि गुरुजीलाई अति नै भएछ। अनि भन्नुभएछ, दिदी हजुर जिउँदै त हुनुहुन्छ? जुरुक्क उठे, छैन गुरुजी छैन अगाडि बढ्नुहोस् भन्नुभएछ। बुझ्नुभयो है? हामीलाई तनाव हुनुको एउटा कारण के हो थाहा छ? मान्छेलाई संसारमा तनाव हुनुको एउटा कारण म भन्छु र यो सबैभन्दा ठुलो कारण हो। के हो? हाम्रो शरीर जहाँ छ मन त्यहाँ छैन। शरीर भागवतको पण्डालभित्र, मन घरमा कुखुरा बाख्रा फुकेर गयो कि छिमेकीको खाइदियो कि, शरीर आफ्नो घरमा मन अस्ट्रेलिया अमेरिका हो कि होइन भन्नुहोस् त? शरीर साथीको घरमा मन अर्कै साथीको घरमा। तनावको कारण क्या? अब शरीर एकातिर मन अर्कोतिर भएपछि तनाव भएन? हजुरलाई मात्र होइन, हजुरको वरिपरि भएकालाई पनि तनाव हुन थाल्छ। त्यही भएर जीवनमा साँच्चै खुसी हुनु छ भने, साँच्चीकै जीवनमा आनन्द लिनु छ भने, साँच्चीकै हामीले खोजेको शान्ति सुकुन पाउनु छ भने शरीर जहाँ छ मनलाई पनि त्यहीँ राखौँ। अनि एकचोटि हेरौँ है कतिको आनन्द मिल्छ। मेरो शरीर मेलम्चीमा छ, यो मेरो मन पटक्कै यहाँहरूले जेसुकै भन्नुहोस्। हाम्रो सविता दिदीलाई हिजो मैले कथा पनि सुनाएँ बाटोमा, होइन? अन्त जानेवाला छैन हजुर। कमसेकम यो मनलाई यतिको चाहिँ बनाउनु पर्छ क्या हजुर। हामीले मनलाई ठेगानमा राख्नुपर्ने, मनले हामीलाई ठेगानमा राख्न खोजेर कहाँ हुन्छ, होइन? आएको के गर्न, घरबाट मनले के भन्यो कथा सुन्न जा भनौ, यहाँ आएपछि फेरि मनले के भन्यो, ए फलानुले त कस्तो साडी लाएर चाहिँ हेर त भनौ, त्यही हेर्न थालो। फलानुले त बच्चा बोकेर आएछ हेर त, त्यही हेर्न थालो। ए फलानु बा पनि सकि नसकी आउनु भएछ, त्यही हेर्न थालो। मनले जता जता हेर भनौ त्यतै हेर्न थालो। तर यो मनलाई त हामीले के गर्नुपर्ने, ए मन तँलाई मैले यहाँ कथा सुन्न लिएर आएको, चुप्प लाएर बसेर कथा सुन भन्नुपर्ने हो नि, हो कि होइन भन्नुहोस् त? हामीले भन्नुपर्ने त त्यो हो। तर मनले जता कुदायो हामी त्यतै कुद्यौँ। कृष्ण कन्हैया लालको जय हो। कति सुन्दर प्रसङ्ग छ क्या अब महाभारतको प्रसङ्ग। जब महाभारतको युद्ध विराम भयो, पाण्डवहरूको विजय भयो, कौरवहरूको के भयो, हार भयो। भगवान श्रीकृष्णले पाण्डवहरूलाई शिविरतिर लिएर जानुभयो। उता दुर्योधनको जङ्गा भाँचिएर युद्ध मैदानमा घायल भएको छ। केले? भीमको गदाले। भीमले यस्तो गदा प्रहार गर्यो कि दुर्योधनको जङ्गा भाँचिएको छ, युद्ध भूमिमा लडेको छ, बडो दुःख लाग्दो अवस्था छ। उता भगवानले पाण्डवहरूलाई शिविरबाट पनि स्नान गर्नको लागि भनेर गङ्गातिर लिएर जानुभयो। त्यही समयमा अश्वत्थामा भनेको
पाण्डवका गुरुपुत्र अलि दुष्ट थिए। गुरुको महाभारतमा देहावसान भयो। अब हजुरहरूले महाभारत सुन्नु भएको, हेर्ने भएको, पढ्नु भएको छ भने धेरै प्रसङ्ग यहाँहरूलाई थाहा छँदैछ। अश्वत्थामा, यो महाभारतको युद्ध, यो महाभारत भनेको के हो थाहा छ? यो त्यो कुरुक्षेत्रमा भएको महाभारत मात्र होइन के, यो हाम्रो हृदयको महाभारत पनि हो, हाम्रो हृदयको द्वन्द्व हो, हामी भित्रको युद्ध हो। यो हामी भित्र पनि युद्ध चलिरहेको छ, त्यसको प्रतीक हो। हामीले चाहिँ पढ्यौँ, हेऱ्यौँ, सुन्यौँ, अनि त्यही कुरुक्षेत्रमा भएको महाभारतको युद्धको बारेमा मात्र थाहा भए। पाण्डव र कौरव लडेछन्, कौरवले हारेछन्, पाण्डवले जितेछन्, भगवानले पाण्डवलाई साथ दिनुभयो, त्यति मात्रै थाहा पायौँ। तर युद्ध हाम्रो घरको, हाम्रो मनको, हाम्रो हृदयको पनि युद्ध हो। अब हाम्रो आँखा, हाम्रो इन्द्रियलाई हामीले ठिक ठाउँमा राखेनौँ भने अहिले पनि यो युद्ध हुन्छ। कि आफन्तसँग हुन्छ, कि साथीसँग हुन्छ, कि परिवारसँग हुन्छ, हो कि होइन भन्नुहोस् त? हाम्रो इन्द्रियलाई, हाम्रो कानमा कहिलेकाहीँ कसैले दूषित हावा भरिदिन्छ क्या। कस्तो दूषित हावा भनेको? सासु र बुहारी मिलेर बसेको, एक दिन बुहारीले आमाको मुख हेर्ने दिन आयो, बिहान पख आमाको मुख हेर्ने भनेर सासु आमालाई केही उपहार दिइन्, अनि सासु आमासँग बिदा भएर माइतीतिर गइन्, आफ्नो आमाको पनि मुख हेर्नु पर्यो नि। एउटी छिमेकी महिला आइन्, खोइ खोइ बुहारीले के दिइन्? मक्ख परेर सासु आमाले धोती, चुरा, पोते, धागो कपालमा लगाउने देखाइन्। मेरो बुहारीले कस्तो राम्रो चिज देखि मलाई, म त लाएर बस्छु खुसी भएर। छिमेकी आमाले के भनिदिन्? तिम्रो छोरोले कति कमाउँछ विदेशबाट? ए महिनाको 1 लाख त पठाउँछ। अनि छोराले महिनाको 1 लाख पठाएको, बुहारीले दिने उपहार यही हो? तिमी बुढी पनि त्यसै खुसी हुने रहेछौ। म भएको भए त मान्दैन थिएँ। अब आमाको कानमा के भरियो? दूषित हावा भरियो। एकछिन अगाडि बुहारीले दिएको त्यही सामान कति मन परेको थियो नि, अब एकछिन पछाडि त्यो बुहारीले दिएको सामान मन परेन, हो कि होइन भन्नुहोस् त? यस्तो दूषित हावाले हामीलाई जब छुन्छ अनि हाम्रो घर घरमा महाभारतको युद्ध सुरु हुन्छ। कृष्ण कन्हैया लालको जय। कैकेयीको कान मन्थराले भरिन् रामलाई वनवास जानु पर्यो। त्यो पनि एउटा युद्ध हो कि होइन? युद्ध हो कि होइन? घर परिवार आफन्त छोडेर वनमा गएर 14 वर्ष बिताउनु पर्ने अवस्था केले आयो? एउटा सानो दूषित हावाले। यो इन्द्रियलाई हामीले आफ्नो ठाउँमा राख्न नसकेको कारण। रावणको नजर सीतामा पर्यो, उसको ज्यानै गयो। आँखालाई ठिक ठाउँमा राख्न नसकेको कारण ज्यान गयो कि गएन? गयो। भनेपछि युद्ध हर क्षण हर पल जहाँ पनि हुन सक्छ, जतिखेर हामी इन्द्रियहरूलाई बसमा राख्न सक्दैनौँ। त्यही महाभारतको युद्ध, जुन युद्धले हामीलाई धेरै कुरा सिकाउँछ। हजुर, रणभूमिमा दुर्योधन जङ्गा भाँचिएर लडेको छ। उता भगवान श्रीकृष्ण पाण्डवहरूलाई लिएर नदीमा स्नान गर्न जानुभयो। अश्वत्थामा आउँछन्, भन्छन्, हे दुर्योधन, हे महाराज, हजुरले मलाई सेनापति पद प्रदान गर्नुभएको भए ती पाण्डवहरूलाई त म एक क्षणमै मारिदिन्थे। तपाईँले मलाई सेनापति बनाउनु भएन नि, आज त्यही भएर हजुरको यो गति भयो। हेर्नुहोस् त, पदको मोहले मान्छेलाई कस्तो बनाउँछ। पद, पैसा, यो पबाट आउने 2-4वटा कुराहरू छन् क्या। कहिले मैले पाइनँ भन्ने पीर, कहिले अरूले धेरै पायो भन्ने पीर। पद पनि पैसा पनि त्यही हो। हजुर, मान्छेलाई आफूले पाइनँ भन्ने पीर मात्र छैन के। आफूले त पाइन फलानुले किन पायो, उसले किन पायो। एउटा मान्छेले भगवानको स्तुति गरेछ, भगवान प्रकट हुनुभएछ अनि भन्नुभएछ, म हजुरलाई हजुरले भनेको चिज त दिन्छु, तर हजुरलाई जति दिन्छु हजुरको छिमेकीलाई डबल दिन्छु। हेर्नुहोस् है, हजुरलाई जति दिन्छु हजुरको छिमेकीलाई डबल दिन्छु। अब पीर परेछ उसलाई, भगवानसँग के मागौँला भनेर भगवानको स्तुति गरेको, ध्यान गरेको, तपस्या गरेको। भगवानले त के भन्नुभयो?
हजुरलाई जति दिन्छु छिमेकीलाई डबल दिन्छु भन्नुभयो परिवापत कृष्ण कन्हैया लालको। मेरो एउटा आँखा फुटोस् भनेर मागेछ। किन भन्नुहोस् त? मेरो एउटा फुट्यो भने त छिमेकीको दुइटै फुट्छ। हेर्नुहोस् है मान्छेको जात। अनि मेरो घरको आँगनमा एउटा इनार होस् भनेर मागेछ। अब छिमेकीको घरको आँगनमा के हुन्छ? दुईटा इनार। अनि त्यही इनारमा हाम फालेर दुईटै आँखा नदेखेपछि त आँगनमा इनार भएको थाहा हुन्छ त? किन भगवान्ले त भर्खरै प्रकट गरिदिनुहुन्छ नि त। बाहिरभित्र गर्दाखेरि राम नाम सत्य हो। हामीले माग्ने चिज हेर्नुहोस् त, हामीले पाएनौँ भन्दा पनि पीडा अरूले पायो। हामी दुखी छौँ भन्दा हामी दुखी भएर पीडित होइन कि अरूले सुख पायो भनेर पीडित छौँ हामी। अश्वत्थामा गएर भन्छ दुर्योधनलाई मलाई सेनापति पद दिनुहोस्, अहिल्यै गएर त्यो भीमको शिर छेदन गरेर हजुरको हातमा लिएर आएर राखिदिन्छु। ठिक छ, अब दुर्योधन पनि पीडामा छ। भीमलाई कतिखेर भेट्न पाएदेखि काँचै चपाउँथे जस्तो भएको छ दुर्योधनलाई। त्यस्तो क्रोध आएको छ। यस्तो बेलामा अश्वत्थामाले आएर भन्यो मलाई सेनापति पद दिनुहोस्। कौरव पक्ष सबै मरिसके, राज्य हातबाट गइसक्यो, तर पनि अश्वत्थामाले आएर के भन्छ? सेनापति पद। कति मोह हेर्नुहोस् त, यो हामी भित्रको मोहलाई दर्शाएको। हामी भित्र पनि कहीँ न कहीँ अश्वत्थामा रूपी दानव बसेको छ क्या। सेनापति पद म तपाईँलाई दिन्छु, जानुस्, मलाई 5 पाण्डवको शिर चाहिँदैन, त्यो एउटा भीमको मात्रै शिर भए पनि पुग्छ, लिएर आउनुहोस्। पाण्डवहरू नदीमा स्नान गर्न जानुभएको छ। रात्रिको समय छ। द्रौपदी माताको छेउमा गएर 5 पाण्डवका 5 पुत्रहरूले भन्छन् आमा आज पिताजीहरू स्नान गर्न जानुभयो, पिताजीहरूको सुत्ने कक्ष खाली छ, त्यो बिछ्याउना खाली छ, हामी त्यही बिछ्याउनामा गएर सुत्छौँ नि है। बडो प्रेमले द्रौपदी माताले हस् भनिदिनु भयो। ती 5 जना साना साना नाबालकहरू टुकु टुकु हिँड्दै गएर आफ्ना पिताहरूको बिछ्याउनामा गएर लडे। मस्त निन्द्रामा परे। मध्यरातको समय द्रौपदी मातालाई पनि निद आउन गयो, निदाउनु भयो। अश्वत्थामा आएर ती नाबालक 5 पुत्रहरू उसले के भन्ठान्यो? 5 पाण्डवहरू भन्ठानेर ती 5 पुत्रहरूको शिर पट्टापट्टि छेदन गरेर लगेर दुर्योधनको हातमा लगेर राखिदियो। बडो खुसी भएर अरे मलाई 5 जनाको शिर चाहिँदैन, त्यो एउटा भीम छ नि, भीम जसको गदाले मेरो जङ्गा भाँचिएर यो अवस्थामा छु, त्यो भीमको शिर मलाई ल्याऊ भनेर हत्तनपत्त त्यो एउटा कपडाको पोकोमा 5 वटा नाबालकको शिर थियो। भीमको शिर भनेर एउटा शिर हातमा मात्र केलिएको। दुर्योधनको त्यो दह्रो हातले समाउँदाखेरि एउटा मान्छेले बेलुन समाएर पटक्क फुटेको जस्तरी त्यो शिर पट्ट फुट्न गयो। अरे 10,000 हात्तीको बल भएको भीमको शिर कसरी यस्तो नरम हुन सक्छ? कसरी यसरी मेरो हातले समाउने बित्तिकै फुट्न सक्छ भनेर यसो हेर्दाखेरि त सानो नाबालक। अरे दुष्ट अश्वत्थामा, तिमीले त मेरै काजक्रिया गर्नेलाई पनि बाँकी राखेनौ। आज तिमीले मेरो काजक्रिया गर्नेलाई पनि बाँकी राखेनौ। तिमी दुष्ट रहेछौ। यो नाबालकको के दोष थियो र यसरी शिर छेदन गरेर ल्याउन? मैले त 5 पाण्डवको शिर भनेको थिएँ, मैले यो नाबालकको शिर भनेको थिइनँ। दुर्योधनलाई एउटा श्राप परेको हुन्छ। एकै क्षणमा दुःख र एकै क्षणमा सुख जुन समयमा आउँछ उसको मृत्यु हुन्छ भनेर श्राप परेको हुन्छ। एकछिन अगाडि 5 पाण्डवको छेदन भएको शिर मेरो हातमा पर्यो भन्ने लागेर खुसी हुँदै त्यो शिर समाउन खोज्यो। एकैछिनपछि त्यो शिर पट्ट फुट्ने बित्तिकै अरे यी त मेरै सन्तान रहेछन् भन्ने थाहा पाउने बित्तिकै उसको राम नाम सत्य। दुर्योधनको मृत्यु हुन गयो। अश्वत्थामा डरले त्राही त्राही हुन थाल्यो। अरे अब मलाई अर्जुनले बाँकी राख्ने छैनन्। उता बिहानी पख भयो। अरे मेरो छोराहरू आज किन उठेनन्? पतिदेवहरू भगवान कृष्णको साथमा स्नान गरेर फर्किने बेला भइसक्यो, मेरो छोराहरू किन उठेनन् बिछ्याउनाबाट भनेर हत्तनपत्त छोराहरू सुतेको शयन कक्षमा गएर अब उठाउनु पर्यो भनेर हेर्दाखेरि त 5 जना नाबालकहरूको शिर छैन। शरीर यत्र तत्र सर्वत्र छरिएको, जताततै खुनको नदी बगिरहेको एउटी आमालाई आफ्नो सन्तान त्यो अवस्थामा देख्दा कति पीडा भयो होला।
द्रौपदी माताले त्यो दृश्य हेर्न सक्नु भएन, त्यही मुर्छा पर्नुभयो। एकैछिनपछि फेरि बिउजिनु भयो। हेर्नुहुन्छ, हा भगवान्, हा प्रभु, आज यो के देख्नु पर्यो मैले, फेरि मुर्छा पर्नुहुन्छ। एकैछिनपछि उठ्नुपर्छ। ए मेरा पुत्र हो, कसरी तिमीहरूले मलाई छोडेर जान सक्यौ भनेर अट्टहास गरेर चिच्याएर रोएको आवाज उता भगवान् श्री कृष्ण सहित 5 पाण्डवहरू आफन्तहरू स्नान गरेर फर्किरहँदा कानमा पर्छ। अरे यो आवाज त द्रौपदीको हो, के भएको रहेछ? अर्जुनजी अगाडि अगाडि दौडदै 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 जानुभयो। बाँकी सबै पाण्डवहरू पछि पछि लागे। शिविरमा गएर हेर्दा आफ्ना 5 पुत्रहरूको शरीर मात्रै छ, शिर छैन। खुनको नदी बगिरहेको छ। सबैजना दङदास परेर रहे। द्रौपदी मातालाई सम्हाल्नको लागि त्यतिखेर कोही पनि भएन। नरौ द्रौपदी भन्ने पनि कसैको आँट आएन। किन 5 पुत्रहरू एकैचोटि गुमाउनु भएको छ आज द्रौपदी माताले। बडो दुःख भयो, बडो पीडा भयो। एकैछिन सबैजनामा एउटा सन्नाटा छायो, कोही केही बोल्न सकेनन्। द्रौपदी माता मूर्छा परेर बस्नु भएको छ। तक्षण अर्जुनले आफ्नो ध्यान दृष्टिले हेर्नुहुन्छ कि यो कसले गर्यो? त्यो अश्वत्थामा। थाहा पाउनुहुन्छ यो करतुत अश्वत्थामाकै हो। किन? अश्वत्थामाले आफ्नो पितालाई मारेको बदला लिनु थियो 5 पाण्डवसँग। तर पिताजी असत्यको पक्षमा लडेको भएर पिताजीले मृत्युवरण गर्नु परेको थियो। त्यो कुरा अश्वत्थामालाई थाहा थिएन, बुझ्दैन थियो। के मात्रै बुझ्दै मेरो पिताजीलाई यिनीहरूले मारेका छन्, म पनि यिनीहरूलाई मार्छु। बदलाको भाव। अर्जुन अश्वत्थामालाई पकड्नको लागि भनेर अगाडि बढ्नुहुन्छ। उता अश्वत्थामाले ब्रह्मास्त्र छोडिदिन्छ, जसले यो संसारलाई खरानी बनाउनेवाला छ। त्यस्तो ब्रह्मास्त्र छोडिदिन्छ अश्वत्थामाले। त्यो ब्रह्मास्त्र आउँदै गर्दाखेरि भगवान् श्रीकृष्ण पनि त्यहीँ हुनुहुन्छ। अर्जुनजीले अश्वत्थामाले उताबाट ब्रह्मास्त्र छोडेको थाहा पाउने बित्तिकै भगवानको आँखामा आँखा जुदाउनुहुन्छ। भगवानले मनमा नै भन्नुहुन्छ, हे अर्जुन, अश्वत्थामा तिम्रो गुरु द्रोणाचार्यको पुत्र हो, तर उसलाई ब्रह्मास्त्र छोड्ने विद्या मात्रै दिनुभएको छ। तर तिमीलाई त ब्रह्मास्त्र छोड्ने पनि दिनुभएको छ, त्यसलाई निस्तेज पार्ने विद्या पनि दिनुभएको छ। तुरुन्त त्यो ब्रह्मास्त्रलाई निस्तेज पारिहाल। कृष्ण कन्हैया लालको जय हो। यसरी ब्रह्मास्त्र निस्तेज पार्न लगाउनु भयो। अर्जुनजी जानुभयो आफ्नो रथमा। एउटा डोरी कसेर त्यो डोरीले अश्वत्थामाको गोडामा बाँधेर अश्वत्थामालाई घिसार्दै घिसार्दै कहाँ ल्याउनु भयो? द्रौपदी माताको अगाडि। हे द्रौपदी, भन अब यसलाई म के सजाय दिउँ, के सजाय दिउँ? अनि भगवान् श्रीकृष्णको अनुहारमा हेर्दै भन्नुहुन्छ, प्रभु यसलाई कस्तो खालको सजाय हुन सक्छ, हजुर आफै भन्नुहोस्। त भगवान् भन्नुहुन्छ, के भन्नुहुन्छ? ब्राह्मणलाई छुनु हुँदैन, ब्राह्मण पुत्रलाई पनि केही गर्नु हुँदैन, तर जो आतताई छ त्यसलाई छोड्नु हुँदैन। हेर्नुहोस् है, भगवान्ले के भन्नुभयो? यो ब्राह्मण हो, त्यो कारणले ब्राह्मणलाई केही पनि गर्न मिल्दैन। गाली गर्न मिल्दैन, रिस गर्न मिल्दैन, पिट्न मिल्दैन, झगडा गर्न मिल्दैन, मार्न त मिल्दैन। शास्त्रमा के भनिएको छ? ब्राह्मण जसलाई हामीले ब्राह्मणको रूपमा पुजेका छौँ, उहाँहरूको त कुरा काट्न पनि हुँदैन, जसको नर्कमा पनि बास हुँदैन भनेको छ। भगवान्ले के भनिदिनु भयो? यो ब्राह्मण हो, केही गर्न मिल्दैन, तर यसले नाबालक बच्चाहरूलाई मारेको छ, यो आतताई हो, यसलाई छोड्न पनि हुँदैन। उता द्रौपदीको अनुहारमा हेर्नुहुन्छ, द्रौपदी के भन्नुहुन्छ? मुच्यतामेष ब्राह्मणो नितराम गुरुहु। छोडिदिनुहोस्, छोडिदिनुहोस्, किनभने यिनी हाम्रा गुरुपुत्र हुन्। द्रौपदी माताले किन छोड्नु भन्नुभयो भन्दा, यदि यसलाई मारेर मेरा छोराहरू फर्केर आउने थिए भने त ठिकै थियो, तर यिनलाई मारेर मेरा छोराहरू फर्केर आउँदैनन्। त्यसमाथि यी हाम्रा गुरुपुत्र हुन्। हिजोको दिनमा हाम्रो गुरु द्रोणाचार्यको हात समाएर हाम्रो घरमा आइरहँदा मेरो छोराहरूसँगै राखेर मैले दुध पिलाएको छु। कसरी मार्न सक्नुहुन्छ हजुरले? अर्को कुरा पनि भन्छु, हे पतिदेव, जसरी मेरा 5 पुत्रहरू आज मलाई छोडेर जाँदा दुःख भएको छ,
अश्वत्थामालाई हजुरले मार्नु भयो भने यिनको आमालाई पनि त्योभन्दा धेरै दुःख हुन्छ, किनभने मेरो लागि त हजुरहरू हुनुहुन्छ, तर अश्वत्थामाको पिताले त महाभारतको युद्धमा आफ्नो प्राण त्यागिसक्नु भएको छ। केही दिन अगाडि मात्रै आफ्नो पति गुमाएको अश्वत्थामाको आमाले आज फेरि पुत्र पनि गुमाउनु भयो भने कति दुःख हुन्छ होला, कति पीडा हुन्छ होला। त्यही भएर हे प्रभु छोडिदिनुहोस्, मुच्यताम छोडिदिनुहोस्। यिनलाई मार्नु कदापि उचित छैन, हजुरले नमार्नुहोस्। द्रौपदी माताले हेर्नुहोस् त कति मिठो सन्देश छ हाम्रो लागि। हामी त कसैले एउटा गाली गर्यो भने 5 वटा गाली दिन्छौँ, कसैले एउटा गल्ती गरेको थाहा पायो भने 10 ठाउँमा 15 ठाउँमा गएर त्यो गल्तीको बारेमा यति चर्चा गरिदिन्छौँ कि भोलि त्यो मान्छेले समाजमा मुख देखाएर हिँड्न पनि लाज हुन्छ। मैले त तिमीलाई मात्र भनेको, अरूलाई कसैलाई नभन है भन्दै 15-20 जना भ्याइसक्छौँ अर्काको कुरा थाहा पायो भने के। तर द्रौपदी माताबाट सिकौँ के हामी के आफ्नो 5 पुत्रहरूलाई मार्नेवालालाई पनि के भन्दै हुनुहुन्छ, आज मलाई जति दुःख भयो यिनको आमालाई पनि त्यति नै दुःख हुन्छ। म त पतिहरू हुनुहुन्छ हजुरहरूको अनुहार हेरेर बाँचौँला, यिनको त पतिले पनि यो संसारबाट बिदा लिइसके महाभारतको युद्धमा। अस्ति भर्खर पति गुमाएकोले आज छोरा गुमाउँदा कति पीडा हुन्छ। त्यसमाथि यिनलाई मारेर मेरा 5 पुत्रहरू फर्केर आउँदैनन्, त्यसैले नमार्नुहोस्, छोडिदिनुहोस्। यता द्रौपदी माताको कुरा सुन्नुभयो, उता भगवानको कुरा सुन्नुभयो। भगवानले के भन्नुहुन्छ, ब्राह्मण धर्मलाई छोड्नु हुँदैन, छोड्नु छैन, मार्नै पर्ने हो यसलाई। सुतेको बालक, स्त्री, विवेक ज्ञान नभएको, यानि कि मनस्थिति ठिक नभएको, हामी बुझ्ने भाषामा भन्नुपर्दा पागल बौला। कोही मान्छे मनस्थिति ठिक नभएको हाम्रो घर अगाडि पसल अगाडि आएर केही बिगो गर्यो भने हामी हत्तनपत्त ढुङ्गाले हान्न, भगाउन, गाली गर्न कति छिटो लालायित हुन्छौँ। तर उसको मस्तिष्कले कामै गरेको छैन, उसलाई गाली गरेर के काम, के फल मिल्छ। अनि मैले 200 जना बुवा आमा भन्ने नि हो, त्यस्तै बुवा आमाहरू हुनुहुन्छ मसँग 200 जना। उहाँहरू 200 जनाले आफ्नो नाम, थर, ठेगाना, घर, गाउँ केही बताउन सक्नुहुन्न। हामीले ल्याएको छौँ, सरसफाइ गरेका छौँ, औषधि उपचार गर्छौँ, खाना दिन्छौँ, जीवित देवी देवता सरह सेवा गर्छौँ। भगवान के भन्नुहुन्छ, विवेक ज्ञान शून्य भएकोलाई मार्नुहुन्न, शरणागतलाई मार्नुहुन्न। शरणागत भने कोही माफी माग्न आउँछ भने उसलाई हामीले गाली गलौज गर्नुहुन्न। कोही हाम्रो पाउ समाउन आउँछ भने उसलाई हामीले दण्ड दिनु उचित हुँदैन। रथहीनलाई मार्नु हुँदैन। कसैको साथमा सम्पत्ति छैन, कसैको साथमा बल छैन, निर्धन छ, निर्दो छ, बल पनि छैन, धन पनि छैन, कुनै हतियार पनि छैन, त्यस्तो मान्छे पायो भनेर हामीले कहिले पनि उसलाई दुर्व्यवहार गर्नु हुँदैन। भयभीत शत्रुलाई पनि मार्नु हुँदैन। एकदमै डराएको शत्रु छ भने उसलाई पनि कहिले पनि मार्नु हुँदैन। मार्नु मतलब गाली गर्न, कुनै पनि दुर्व्यवहार गर्न हुँदैन भन्न खोजेको है। यी सबै कुरा सुन्नुहुन्छ, तब कस्तो खालको दण्ड दिउँ त? अर्जुनजीलाई बडो ताजुब लाग्छ कि अब मैले के गर्ने, दण्ड त दिनु पर्यो, किनभने 5 नाबालकलाई सुतेको ठाउँमा गएर, अचेत अवस्थामा गएर शिर छेदन गरेर मारेको छ। दण्ड त दिनुपर्छ। मैले कस्तो दण्ड दिने भन्दा सबैभन्दा ठुलो दण्ड के हो संसारमा? मृत्यु दण्ड भन्दा पनि ठुलो दण्ड के हो भन्नुहोस् त? अपमान। अपमानले मान्छेलाई मृत्यु दण्ड भन्दा पनि ठुलो सजायको महसुस हुन्छ अरे। जिउँदै मर्छ अरे अपमानले मान्छे। त्यही भएर हेर्नुहोस्, म धेरै ठाउँमा भन्छु, हाम्रा छोराछोरीहरूलाई घरमा आफन्तहरू आउँदा, घरमा चिने जानेको मान्छे आउँदा छिमेकीको अगाडि छोराछोरीलाई कहिले पनि गाली नगर्नु। किनभने त्यो साना बाल मस्तिष्कले के सोच्छ, अपमान महसुस गर्छ। मेरो बाआमाले त मैले जति गरे पनि कहिल्यै जस दिँदैनन् भन्ने सोच्छ। ऊ सुकर्म होइन दुष्कर्मतर्फ अगाडि बढ्छ। कहिले पनि गर्नु हुँदैन। चाहे बच्चा होस्, चाहे बुढा मान्छे होस्, चाहे वृद्ध होस्, चाहे जस्तो सुकै उमेर समूहको होस्, अपमान गर्नु छैन। हजुर जीवनमा कसैको पनि अपमान गर्नु छैन। अपमान भनेको मृत्यु दण्ड भन्दा पनि ठुलो सजाय हो। कसैलाई 2 झापड हान्नुहोस्, त्यो झापडले उसलाई धेरै नदुख्ला, तर हामीले गरेको अपमानले जिन्दगीभरि उसलाई दुखी रहन्छ। अब अर्जुनले अश्वत्थामालाई 4 पाटा मुडेर डाँडा कटाउने निर्णय गरे। ब्राह्मण पुत्र
चार पाटा मोडेर डाँडा कटाउनु जस्तो अपमान अरू केही हुन सक्छ? हुन सक्छ? केही पनि हुन सक्दैन त। चार पाटा मोडेर के गरे? डाँडा कटाइदिए। कृष्ण कन्हैया लालको आजको आनन्दको धेरै बित्यो यात्रा जीवनको, अब केही मात्र बाँकी छ। हो कि होइन भन्नुहोस् त? के थाहा? के थाहा? यहाँ ज्येष्ठ बामाहरू हुनुहुन्छ र उहाँहरूभन्दा अगाडि मै जान सक्छु हजुर। उमेर सानो ठुलो भएर हुन्छ? हुँदैन। समय छैन, सत्कर्म गर्नको लागि समय धेरै बाँकी छैन हजुर। त्यही भएर अहिलेबाट नै सुरु गर्नुपर्ने रहेछ। धेरै बित्यो यात्रा जीवनको, अब केही मात्र बाँकी छ। के पायो भन जीवनमा, अब के मिठो ताली सेवा। धेरै बित्यो यात्रा जीवनको, अब केही मात्र बाँकी छ। के पायो भन जीवनमा, अब के पाउन बाँकी छ। कहिलेसम्मको अभिमानको पोका बाँध्ने कमाइ हाम्रो हो। भेदभाव ईर्ष्या कहिलेसम्मको अभिमानको पोका बाँध्ने कमाइ हाम्रो हो। कहिले गर्छौ कमाइ मुक्तिको, पल्ला शून्य रह्यो पुण्यको। कहिले गर्छौ कमाइ मुक्तिको, पल्ला शून्य रह्यो पुण्यको। धेरै बित्यो यात्रा जीवनको, अब केही मात्र बाँकी छ। केस फुल्यो दाँत झर्यो अन्धो भइसक्यो। देव दुर्लभ मानिस चोला त्यसै गइसक्यो। केस फुल्यो दाँत झर्यो अन्धो भइसक्यो। देव दुर्लभ मानिस चोला त्यसै गइसक्यो। कहाँ जाने ठेगान छैन, बोकी के लाने थाहा छैन। कहाँ जाने ठेगान छैन, बोकी के लाने थाहा छैन। धेरै बित्यो यात्रा जीवनको, अब केही मात्र बाँकी छ। ए हरि
हरि यो मन छैन तेरे दुई दिनको जिन्दगीमा सन्तानकै पीर दुई दिनको जिन्दगीमा सन्तानकै पीर ए हरि तिम्रै शरण ए हरि तिम्रै शरण दीन र दुखीको रक्षा गर्न दीन र दुखीको रक्षा गर्न श्री हरि दीन र दुखीको रक्षा गर्न दीन र दुखीको रक्षा गर्न कृष्ण दीन र दुखीको रक्षा गर्न हरि श्री कृष्ण कन्हैया लालको जय हो सन्तान भन्दा ठुलो यो संसारमा केही छैन हजुर हो कि होइन छोरा भन्यो छोरी भन्यो दुःख सधैँभरि छोरा भन्यो छोरी भन्यो दुःख सधैँभरि छोरा भयो बुहारीलाई ज्वाइँलाई भई छोरी बिस्तारामा पर्ने बेलामा पानी खुवाउने कोही छैन मर्ने बेलामा धन सम्पत्ति जति नै छ पैसै खाए पुग्छ अनेक थरी रोग छ जिउमा बसे घुँडा दुख्छ हो कि होइन धन सम्पत्ति जति नै छ पैसै खाए पुग्छ अनेक थरी रोग छ जिउमा बसे घुँडा दुख्छ तीर्थ व्रत जान सकिन्न मिठो मिठो माग्छ मुखले खान सकिन्न हुर्के बढे छोराछोरी गरिदियो बिहा हुर्के बढे छोराछोरी गरिदियो बिहा छोरा गयो अमेरिका छोरी अस्ट्रेलिया विदेशबाट भिसा झरेसी सन्तानको नाता टुट्यो डिबी परेसी कालले घुस खाने भए मर्ने थिएनन् धनी हो कि होइन कालले घुस खाने भए मर्ने थिएनन् धनी धनी पनि घुस खुवाउन थाल्थे काललाई स्वर्ग जान नर्क जान चाहन्थे यही संसार नै प्यारो छ मर्ने त नामै लिनु हुँदैन हो कि होइन कालले घुस खाने भए मर्ने थिएनन् धनी एक दिन संसार छोड्नै पर्छ धन हुनेले पनि कति खप्नु खै दुःख मनले संसार अन्धो बनायो पापी धनले यस्तो गर्छु उस्तो गर्छु भन्दै गयो चोला यस्तो गर्छु उस्तो गर्छु भन्दै गयो चोला हो कि होइन आमा भन्नुहोस् त आखिर जीवन रहेछ हजुर नफर्कने खोला दुःख दिने भा बैसैमा मार किन रच्यौ भगवान उल्टो संसार नखाई नखाई दुःख गर्यो फाल्यो हातको छाला नखाई नखाई दुःख गर्यो फाल्यो हातको छाला छोरा छोरी धन सम्पत्ति दुवै माया जाल त्यही सन्तानले हन्डर खुवाउँछ त्यही सन्तानले हँसाउँछ कहिले रुवाउँछ त्यही सन्तानले हँसाउँछ कहिले रुवाउँछ सन्तान भन्दा ठुलो बाआमाको लागि यो संसारमा केही पनि छैन हजुर उत्तराले भगवानसँग स्तुति गरेर आफ्नो सन्तानलाई बचाउनु भयो राजा परीक्षित नामले कहलिए 5 पाण्डवहरूले परीक्षितलाई राज्य हस्तान्तरण गरेर स्वर्गद्वारीको बाटो हुँदै लागे कता भगवानको धामतर्फ राजा परीक्षितको राज्य यति दिव्य थियो पूर्वबाट विमानमा आसीन गराएर साकेत धाम जानको लागि तयार हुनुभयो तर हनुमानजी जान मान्नु भएन ए हनुमान हामी सबै तयार भइसक्यौं साकेत धाम जान आऊ तिमी पनि छिटो आऊ भनेर बोलाउनु भयो अझै उफ्रिँदै टाढा टाढा भाग्नु भयो अरे प्रभु म हजुरको विमानमा चढ्नेवाला छैन हजुरको विमान चढ्दिन म किन नचढ्ने भगवान श्री रामलाई राम कथा यति प्यारो थियो कि साकेत धाम गोलोक धाम स्वर्गलोक वैकुण्ठमा भगवानको कथा सुन्न पाइँदैन हेर्नुहोस् है मर्त्य लोकमा जन्मेको हामी मनुष्यलाई मात्रै भगवानको यस्तो कृपा छ कि हामी मात्रै कथा सुन्न पाउँछौँ अरू कोही पनि कथा सुन्न पाउँदैन यहाँ पनि जब सुखदेवजी महाराजले राजा परीक्षितलाई कथा श्रवण गराउन शुभारम्भ गर्नुहुन्छ स्वर्गका देवताहरू अमृतको घडा लिएर आउँछन् भन्छन् हे सुखदेवजी महाराज यो अमृत राजा परीक्षितलाई खिलाइदिनुहोस् भइहाल्यो हजुरले सुनाउन थाल्नु भएको कथा हामीलाई सुनाउनुहोस् तर सुखदेवजी महाराजले के भन्नुभयो ए तिमीहरूको अमृत त काँच समान सिसा समान हो
त यो भागवत के हो? हिरा समान हो। एउटा हिरालाई सिसामा दाँजेर दाँजिन्छ कहिले? तिमीहरू एउटा सिसासँग हिरा साट्न भनेर आएका छौ, मैले साट्दिन्छु होला त? तिमीहरू गइहाल, फर्किहाल। कि स्वर्गका देवताहरूलाई भागवतको कथा सुन्ने अवसर छैन। त भगवान श्री रामको अगाडि हनुमानजी के भन्नुहुन्छ? हे प्रभु, हे नाथ, हजुरले जहाँ मलाई लिएर जानु हुनेवाला छ त्यहाँ त हजुरको कथा सुन्नै पाइँदैन अरे। म त यही लोकमा बसेर हजुरको कथा श्रवण गर्न चाहन्छु, त्यसैले म जान्न हजुरसँग भनेर जानु भएन। त्यसैले अहिले पनि अष्ट चिरञ्जीवीको पूजा गर्दाखेरि एउटा चिरञ्जीवी कसको पनि पूजा हुन्छ? कसको पूजा हुन्छ? हनुमानजीको। आज पनि जीवितै हुनुहुन्छ हनुमानजी। आज पनि जहाँ भगवान रामको नाम मात्रै कसैले उच्चारण गर्छ टुप्लुक्क त्यहीँ आइपुग्नुहुन्छ भनेर शास्त्रमा लेखिएको छ। त्यस्तो भक्त हनुमानजीको आज जयन्ती, हनुमान जयन्ती। त्यसैले आज हामी कथालाई थोरै कम गरेर यहाँ राजा परीक्षित र कलीको प्रसङ्ग हजुरहरूले झाँकी मार्फत हेर्न पाउनुहुन्छ। केही महाभारतका कथा प्रसङ्ग छन्। परीक्षित राजाको जन्म कसरी भयो भन्ने प्रसङ्ग त्यो हजुरहरूलाई सुनाउनेछु। र ठिक 2:45 बजे हामी हनुमानजीको झाँकी यहाँ उपलब्ध गराउनेछौँ। हामी सबैजना दिव्य तरिकाले आज हनुमान जयन्ती मनाउँछौँ। अर्को प्रसङ्ग पनि सुनाउँछु अहिले नै हजुरहरूलाई। माता सीता एक दिन सिन्दुर लगाउँदै हुनुहुन्थ्यो। यो प्रसङ्ग त धेरैले सुन्नु भएको छ होला। हनुमानजी गएर सोध्नुभयो, आमा के लगाउनु भएको? सीता माताले भन्नुभयो, म सिन्दुर लगाउँदैछु। के हो यो, किन लगाउने हजुरले? माता सीताले मुसुक्क मुस्कुराएर भन्नुभयो, यो हजुरको भगवानको, हजुरको नाथको प्रेमको प्रतीक हो। यानी कि भगवान रामसँगको प्रेमको प्रतीक नै के हो? यही सिन्दुर हो। अब हनुमानजी त एकदमै सोझो, हेर्नुहोस् है। माता सीताले सर्लक्क सिन्दुर लगाउनु भयो अनि के काम आइपर्यो, त्यहाँबाट फुत्त उठेर जानुभयो। माता सीताले मेरो नाथलाई प्रेम गर्नु हुँदाखेरि के गर्नु हुँदो रहेछ? यति सिउँदोमा मात्रै सिन्दुर हाल्नु हुँदो रहेछ। म त भगवान रामलाई त्योभन्दा कैयौँ धेरै माया गर्छु, कैयौँ धेरै प्रेम गर्छु, त मैले चाहिँ किन यति मात्र लगाउने भनेर त्यो माता सीताको जति पनि सिन्दुरको पोको थियो हातमा उठाएर पुरै शरीरभरि, अनुहारभरि जताततै दल्नु भयो। त्यही भएर अहिले पनि हनुमानजीलाई हामीले सिन्दुर लगाइदिन्छ। किन? त्यो उहाँको प्रिय चिज हो। हनुमानजीले भगवान श्री रामलाई गर्नुभएको प्रेमको प्रतीक। अनि हाम्रो श्रीधाम वृन्दावन, अयोध्या, पुरी आज हनुमान जयन्ती यति दिव्यसँग मनाइन्छ कि हामीलाई साकेत धामै पुगे जस्तो हुन्छ। विशेष गरी त्यही सिन्दुरकै जात्रा हुन्छ। हनुमान जयन्तीमा सिन्दुरकै जात्रा हुन्छ। आज पनि हामी भगवान श्री राम अनि हनुमानजीलाई याद गर्दै ठिक 2:45 बजे हनुमान जयन्ती मनाउनेछ। सबैजनाले मिलेर हनुमान चालिसा पनि गाउनेछौँ। हनुमानजी यहीँ आउनुहुन्छ है। अनि त्यसपछि हनुमानजीको आरती गर्छौँ, दर्शन गर्छौँ। भगवानले के भन्नुभएको छ थाहा छ? गजेन्द्र मोक्ष कथामा के भन्नुभएको छ? कथा सुन्नु भएको छ कि छैन? कथा त सुन्नु भएको छ। आज कथा, भोलि के थाहा होला सायद। त्यसरी सुन्दैनौँ है हामी। यो 7 दिन चाहिँ त्यसरी आज कथा, भोलि के थाहा हुने गरी कथा सुन्दैनौँ। हामी एकदमै मनदेखि सुन्छौँ। त्यो कथाले कुन भाव व्यक्त गर्दैछ अनि त्यो कथाबाट हामीले के सिक्ने, के जान्ने त्यो पनि सिक्छौँ हामी, त्यो पनि थाहा पाउँछौँ। नाच्न, हाँस्न मात्र होइन है कथा चाहिँ। कथाले धेरै कुरा सिकाउँछ। गजेन्द्र मोक्ष कथामा पहिला सुरु हात्तीले भगवानको स्तुति गर्यो, तर भगवानले आएर कसको उद्धार गर्नुभयो? गोहीको उद्धार गर्नुभयो। सुखदेवजीले प्रश्न गर्नुहुन्छ, प्रभु हजुरको स्तुति त हात्तीले गरेको थियो, तर हजुरले सबैभन्दा पहिला गोहीको उद्धार गर्नुभयो किन? प्रश्न गर्दाखेरि भगवान भन्नुहुन्छ, सुखदेवजी महाराज परीक्षितजीलाई उत्तर दिनुहुन्छ कि भगवानले के भन्नुभएको छ भन्दा, जसले मेरो भक्तको पाउ छुन्छ म उसको पहिला उद्धार गर्छु।
अब गोहीले कसको पाउ छोएको थियो? हात्तीको पाउ छोएको थियो नि त। त्यही भएर हात्तीले स्तुति गर्यो, तर उद्धार कसको पहिला भयो? गोहीको पहिला भयो। के भन्नुभयो भगवानले? जसले मेरो भक्तको पाउ छुन्छ म उसको पहिला उद्धार गर्छु। त भगवान रामको महाभक्त, परम भक्त, भक्तका पनि भक्त, अनन्य भक्त भनेको हुनुहुन्छ हनुमानजी हुनुहुन्छ नि त। त्यही भएर आज हामी हनुमानजीको उपासना गर्नेछौँ, आरती गर्नेछौँ, पूजा गर्नेछौँ र आजको दिवाकालीन सत्रलाई समापन गर्नेछौँ। त्यसै गरी साँझको समय 7 बजेदेखि 9 बजेसम्म मलाई लाग्छ यो जतिको कथा सुन्नको लागि दिव्य समय अरू छैन होला। यहाँ आमाहरू पनि हुनुहुन्छ, मलाई भनिदिनुहोस्। बिहानको समय घरमा घर धन्दा चुलो चौको होइन, आफूले मात्र यहाँ आएर खाएर पनि भएन, घरमा अरूलाई खुवाउनु पर्यो, गाईबस्तु हुन्छन्, काम गर्नु पर्यो। हामीले बिहानको भोजन खाएर धन्दा सकाएर ठ्याक्कै यहाँ कथा सुन्न आउने भनेको दिउँसो विश्रामको समयमा यहाँ कथा सुन्न आउँदाखेरि उचित होला जस्तो लाग्यो हामीलाई चाहिँ। तर हामी कता कता गलत पो भयौँ कि? बिहान भक्तहरू साँच्चीकै पूजा गर्न मात्र आउनुभयो कि कथै सुन्न आउनुभयो? हाम्रो आयोजक परिवारले यहाँ बसेर ती भक्तहरूलाई कति स्वागत गर्नुभयो, ती भक्तहरूको मनोभावनालाई कतिको बुझ्ने चेष्टा गर्नुभयो, त्यो अनुसार निर्णय गरौँ है। बरु अहिले सोधौँ यहाँ ओपन फ्लोरमा नै सोधौँ कि कथा बिहान 8 बजेदेखि 12 बजेसम्म गरेर मध्याहमा विश्राम गर्न पनि सकिन्छ है, अनि 11 बजेदेखि 3 बजेसम्म गर्न पनि सकियो। के गर्दा उचित हुन्छ हजुरहरूले विचार गर्नुहोला। मैले त यहाँबाट पनि खुसी खुसी भन्छु, हजुरहरूले बिहान 7 बजेदेखि बेलुका 12 बजेसम्म यही व्यासमा बसेर कथा सुनाउनुहोस् भन्यो भने पनि म त आनन्दले सुनाउन सक्छु। मलाई यहाँ बसेपछि भोक पनि लाग्दैन, सुत्न मन पनि लाग्दैन, अल्छी पनि लाग्दैन, थकाइ पनि लाग्दैन। साँच्चै भनेको मैले।